हेलो साथीहरु, म आज यो पातलो रिङ्कल कपडाको इन्जेक्टरहरुमा प्राय जसो मेसिनहरुले टाँका दिने गर्छन्। त्यसलाई म आज सेट गर्न जाँदैछु। ल हेर्नुस्, यसरी टाँका बिगारेको छ। यसलाई चाहिँ म आज बनाएर मेसिन कसरी बनाइन्छ यसलाई सिलाउने त्यो देखाउन गइरहेको छु। ल हेर्नुस्, मैले प्लेट खोलेर अब यसको सेटलमा हल्का सेटिङ मिलाउँदै छु। यसरी सेटिङ मिलाएर फेरि पातलो कपडालाई मोटो पातलो कपडा दुवै कपडालाई सिलाउन सकिने बनाउन सकिन्छ। यसरी ल हेर्नुस्, यो चाहिँ आफूले नै जान्न पर्ने हुन्छ, किनकि अब पसलमा कहिले पातलो कपडा कहिले मोटो कपडा बनाउनु पर्छ। त्यो भएको कारणले आफूले पनि सिक्नुपर्छ। ल हेर्नुस्, यसरी यसलाई मिलाएर बनाउनु पर्ने हुन्छ। हजुरहरूलाई चाहिँ आज यो फर्स्ट चोटि देखाउँदै छु। कस्तो लाग्छ भिडियो हेरेर शेयर सब्स्क्राइब गरिदिनु होला। मेरो युट्युब च्यानलमा राख्न गइरहेको छु यो भिडियो, र मैले यो चाहिँ मेरो फर्स्ट प्रयास हो। ल हेर्नुस्, यसरी यो ट्राई गर्दै छु एकपल्ट सेट गरेर। ल हेर्नुस्, यसरी यो सिलाएन, यसरी सिलाएन। अब यसलाई फेरि खोलेर फेरि यसको सेटल मिलाउनु पर्ने हुन्छ। अब चाहिँ म फेरि यो सेटल मिलाउन गइरहेको छु। ल हेर्नुस्, यो सेटल कति मिलेको छैन, त्यो भएको कारणले फेरि खोलेर यसलाई फेरि राम्रोसँग मिलाइरहेको छु। ल हेर्नुस्, सेटललाई मिलाएर लगाएपछि फेरि सिलाउने हुन्छ। यो मैले चाहिँ आज यो पहिलो प्रयास गरेको छु भिडियो राख्ने, मेसिन बनाएको। हजुरहरूलाई आगामी दिनहरुमा फेरि अरू मेसिनका समस्याहरू पनि देखाउने छु हजुरहरूलाई कसरी सेट गरिन्छ भनेर। ल हेर्नुस्, यसरी यसको यो सेटललाई हल्का सेन्टर मिलाएर राख्नु पर्ने हुन्छ। यसरी राखियो भने अब यसले चाहिँ सिलाउने अवश्य सिलाउने छ। ल हेर्नुस्, यसरी आफूले नै प्रयास गर्नुपर्ने हुन्छ, किनकि हाम्रो यो दुर्गम ठाउँहरूमा मिस्त्रीहरूको साह्रै नै समस्या छ। यसको यो बनाउने मिस्त्रीहरू पाउन अलिक गाह्रो छ। त्यो भएको कारणले आफूले नै कोसिस गर्नुपर्ने हुन्छ, र मैले आज त्यही कोसिस गरिरहेको छु। मेसिन चाहिँ अवश्य बन्छ। हेर्नुस्, यसलाई म कसरी बनाउँछु। यसको सेटिङ मिलाउँदै छु। अब सेटिङ मिलाएर यसरी एकदमै पातलो भन्दा पातलो कपडा सिलाउने बनाउँदै छु मैले, हैन। यसैले मोटो पनि सिलाउँछ फेरि पातलो पनि सिलाउँछ फेरि, त्यस्तो हो। पहिले चाहिँ मोटो मात्रै सिलाउँथ्यो, पातलो सिलाउँदैन थियो। अब चाहिँ दुवै सिलाउने गर्छ। ल हेर्नुस्, अहिले चाहिँ सिलाएको छ मेसिनले। भिडियोमा चाहिँ त्यति क्लियर मैले देखाउन सकेको छैन। अरू योभन्दा अरू भिडियोहरूमा फेरि म हजुरहरूलाई देखाउने छु। लगभग मिलिसकेछ। अब यो पुरा देखिएको यो मिलेकोलाई म यसरी प्लेट राखेर ल हेर्नुस्, देखिन्छ यसरी हो। यसको सेन्टर मिलाउनु पर्ने हुन्छ, र म अहिले त्यही मिलाइरहेको छु। लगभग मिलिसकेको छ। अब यो सेटल मिलाएर हजुरहरूलाई सिलाइ हानेर फेरि देखाउँदैछु। हेर्नुहोस्, लगभग सेटल मिलिसकेको छ। अब चाहिँ म एकखेर फेरि हजुरहरूलाई यसको सिलाइ देखाउन गइरहेको छु। हेर्नुहोस्, यसरी अब पहिला यो प्लेटको नट कसेर, भिडियो चाहिँ मैले बिल्कुलै एडिट गरेको छैन, जो छ त्यही देखाइराखेको छु।
ल हेर्नुहोस्। जसरी हुन्छ म हजुरहरूलाई यो भिडियो देखाउने प्रयास गरिरहेको छु र यो भिडियोबाट हजुरहरूले पक्कै पनि केही कुराहरू सिक्नुहुनेछ। हेर्नुहोस्, अब मैले सिलाइ थोरै हानेर पनि देखाएँ, म फेरि अर्को सिलाइ देखाउँदैछु हानेर। ल हेर्नुहोस्, स्टिचेबल कपडा, तन्किने कपडा। ल हेर्नुहोस्, लगभग सिलाइ हल्का सियोको धागा लुज भएको छ, त्यो पनि मिलाउँछु अब। ल हेर्नुहोस्, सिलाइ चाहिँ टिप्नु चाहिँ अघि चाहिँ बिल्कुलै टिप्दैन थियो, अहिले चाहिँ टिप्यो सिलाइ चाहिँ, तर धागा हल्का निडलको धागा लुज भएको कारणले म अहिले टाइट गरेर फेरि सिलाएर हजुरहरूलाई देखाउँदैछु। ल हेर्नुहोस्, मस्त सिलायो। अब यो सिलाइ फेरि तपाईँको कतिपय तन्किने कपडाहरूमा सिलाइ पट्किने चुड्डिने समस्या हुन्छ, त्यो पनि मैले सेटिङ मिलाउँदैछु। ल हेर्नुहोस्, यसरी सिलाएँ। यसरी आफ्नै कोसिसले यो मेसिनहरू सेट गर्न सक्यो भने हामीहरूलाई त्यति गाह्रो चाहिँ हुँदैन यो सानो सानो गार्मेन्टहरू चलाउन। ल हेर्नुहोस्, यसरी तान्दा यो सिलाइ चुड्डिने समस्या भएको छ, यसलाई पनि म मिलाउँछु अब फेरि। अलिकति धागा टाइट भएको कारणले यो समस्या आएको हो। मैले चाहिँ हल्का धागा मिलाएर अब फेरि यसलाई राख्दैछु। यो राख्यो भने अब त्यो समस्या पनि हट्नेछ। पहिले चाहिँ टाँका सिलाइ टिपेको थिएन, त्यो समस्या से मिलाइयो। अब चाहिँ धागा चुड्डिने समस्या आएको थियो, त्यो पनि अहिले मैले मिलाएर फेरि सिलाउँदैछु। ल हेर्नुहोस्, सिलाएको छ मस्तसँग। ल हेर्नुहोस्, अब यसरी तन्काउँदा पनि सिलाएन। कस्तो लाग्यो साथीहरू हजुरहरूलाई यो भिडियो हेरेर कृपया शेयर, सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। हवस् त, धन्यवाद। फेरि पनि म हजुरहरूलाई अझै राम्रो भिडियोहरू आगामी दिनहरूमा लिएर आउनेछु। अहिलेलाई चाहिँ यति नै। हवस् त।